भन्दा राम्रो चाहिँ केमा राम्रो हुन्छ, के को पातमा राम्रो हुन्छ? बिबराको पत्तामा। उहाँ हुनुहुन्छ बिन्दुमाया राई, जसले चाहिँ किनामा बनाउँदै हुनुहुन्छ। अनि किनामा चाहिँ पूर्वी नेपालको एकदम लोकप्रिय खाद्य यो सब्जी पनि हो, तपाईँ देख्न सक्नुहुन्छ। अनि यो चाहिँ तपाईँको उहाँले के को पातमा राम्रो हुन्छ सबैभन्दा? बिबरा। अनि दोस्रोमा चाहिँ दोस्रोमा केराको पत्तामा। केराको पत्तामा, घुर्बिसहरूमा पनि यो लाउने गरिन्छ भने। अनि यो चाहिँ कसरी थाहा पाउने किनामा भयो भनेर चाहिँ? यहाँ चाहिँ अब 2-3 तातै राख्नुपर्छ नि, यहाँ यसरी चम्चीले कोटाउनु पर्छ कि बिचमा, अनि लिसो आउँछ यताउता, अनि त्यो चाहिँ लिसो भएपछि बनियो भनेर जान्नुपर्छ। अलिक यो गन्धमा भने धेरै नमिठो गनाए तापनि खानुमा भने अत्यन्तै मिठो हुने गर्दछ। यो तातोमा राख्ने गरिन्छ 3-4 दिनसम्म, अनि त्यसपछि किनामा भने रेडी हुने गर्दछ। र यो बहुपोषणयुक्त खाद्य पदार्थ पनि हो, तपाईँ देख्नुहोस्। उहाँले यसरी बनाउनु भएको छ। उहाँको भिडियो मन परे लाइक, कमेन्ट, फलो, सेयर गर्नुहोला। साथै कसलाई किनामा मनपर्छ त्यो पनि कमेन्ट गर्नुहोला। धन्यवाद।